म अधिवक्ता हिरा श्रेष्ठ आज पनि हजुर समक्ष छोटो कानुनी जानकारी लिएर उपस्थित भएको छु। आज चाहिँ जानकारी दिने क्रममा चाहिँ कुनै पनि दम्पति बीचमा चाहिँ एउटा दम्पतिले एउटा पार्टनरले चाहिँ आफ्नो घरभन्दा बाहिर एक्स्ट्रा म्यारिटल अफेयर राख्यो भने चाहिँ के कस्तो कानुनहरू आकर्षण हुन्छ भन्ने विषयलाई लिएर यो भिडियो लिएर उपस्थित भएको हो। यदि कुनै पनि दम्पति बीचमा चाहिँ पुरुषले चाहिँ अन्य महिलासँग घर बाहिर गएर सम्पर्क राखेमा एक्स्ट्रा म्यारिटल अफेयर राखेमा चाहिँ सर्वप्रथम त घरेलु हिंसा मुद्दा लाग्ने गर्दछ। किनभने यसरी एक्स्ट्रा म्यारिटल अफेयर राख्दाखेरि चाहिँ घरमा अभियसली झगडा हुने गर्दछ र त्यति मात्र नभइकन डिभोर्स अंशबन्ध सम्बन्धी मुद्दालाई पनि एकदमै बलियो आधार बन्ने गर्दछ। यदि घरेलु हिंसा अन्तर्गतको मुद्दा सर्वप्रथम हामीले राख्दाखेरि चाहिँ हजुरहरूले प्रहरीमा जाहेरी दिएर या अदालत मार्फत मुद्दा दर्ता गरेर सो मुद्दा दर्ता गर्न सकिन्छ र यदि घरेलु हिंसाको मुद्दा गर्नुभयो भने सो अन्तर्गत चाहिँ 3,000 देखि 25,000सम्म जरिवाना र 6 महिना कैद वा दुवै सजाय हुने व्यवस्था चाहिँ हाम्रो कानुनमा रहेको छ। र त्यति मात्र नभइकन यदि हजुरहरूको श्रीमानले चाहिँ पार्टनरले चाहिँ अन्य महिला या पुरुषसँग चाहिँ एक्स्ट्रा म्यारिटल अफेयर राखेको यौन सम्पर्क गरेको प्रमाण भएमा चाहिँ डिभोर्सको लागि एकदमै ठोस प्रमाण बन्न जान्दछ र पुरुषको हकमा चाहिँ नेपालमा अलिकति प्रमाण जुटाउनलाई र डिभोर्स गर्नलाई पुरुषको तर्फबाट डिभोर्स हुनको लागि अलिकति कठिनाइ छ। किनभने सो कुरा प्रमाणित गर्न एकदमै गाह्रो हुने गर्दछ र यदि हजुरहरूले यसरी एक्स्ट्रा म्यारिटल अफेयर गर्नुभयो भने चाहिँ आफ्नो पार्टनरलाई एकदमै मानसिक तनाव पनि हुने गर्दछ र शारीरिक या मानसिक तनाव हुने हुँदा चाहिँ यस्तो एक्स्ट्रा म्यारिटल अफेयर राख्नु भनेको एकदमै नराम्रो कुरा हो। यो एज अ कानुनभन्दा बाहिरको कुरा पनि हो र कानुनमा हेर्ने हो भने हजुरहरूले सजाय पाउने कुरा त व्यवस्था रहेको नै छ। यदि हजुरहरूले यो भिडियो हेरिराख्नु भएको छ भने चाहिँ यो भिडियो हजुरहरूको लागि हो। यसरी एक्स्ट्रा म्यारिटल अफेयर राख्नुभन्दा अगाडि चाहिँ एकचोटि यो भिडियो हेर्नुहोला र आफ्नो परिवारमा खुसीसँग रमाएर आफ्नो एक्स्ट्रा म्यारिटल अफेयर नराखिकन आफ्नो घर परिवारमा नै रमाउनुहोला भन्ने अपेक्षाका साथ आजलाई बिदा हुन्छु। नमस्ते।